नमस्ते। आजको ताजा समाचार सुन्नुहोस्। होर्मुजको जलसन्धिमा मिसाइल आक्रमणबाट जोगिएका एक भारतीय नाविकले आफ्ना साथी हराइरहेको बताएका छन्। गत मार्च 1 मा तेल ट्याङ्कर स्काइलाइटमा भएको मिसाइल आक्रमणमा 26 वर्षीय सुनिल पुनियाले ज्यान जोगाएका हुन्। अमेरिकाद्वारा प्रतिबन्धित उक्त पानीजहाज दुबईबाट होर्मुजको जलसन्धि नजिक पुग्दै गर्दा आक्रमणमा परेको थियो। यो आक्रमण अमेरिका इजरायल युद्धपछि यस क्षेत्रमा व्यावसायिक पानीजहाजमा भएको पहिलो हमला थियो। आक्रमणमा इन्जिन कक्षमा मिसाइल लागेपछि आगलागी भएको थियो। हमलापछि ओमानको नौसेनाले उद्धार कार्य सुरु गरे पनि 25 वर्षीय दलित राठौरको शव अहिलेसम्म फेला परेको छैन। दलित र सुनिल भारतको राजस्थानका छिमेकी गाउँका थिए र उनीहरू पानीजहाजमा साथी बनेका थिए। दलितले आक्रमण हुनुभन्दा केही घण्टा अघि सुनिलको इन्जिन कक्षको पालो लिएका थिए। यदि यो समाचार मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्नुहोस्। विश्वका ताजा समाचारका लागि हामीसँगै रहनुहोस्। धन्यवाद।